हामीले पूर्व जन्ममा गरेको कर्मलाई नै प्रारब्ध भनिन्छ। यत्न गरेनौ, प्रयत्न गरेनौ भने भाग्यमा भएको कुरो पनि प्राप्त गर्न सकिँदैन। अब केही खान पाएन, आकुल व्याकुल भयो, दिनभरि सुत्यो, अनि त्यो सिंहले चाहिँ जङ्गलमा जनावर नै रहेनन् भने त त्यो सिंहको मूर्खता हो नि त। जय श्री राधे, नमस्कार। यहाँहरूलाई नवपथ युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। आज हामी कुरा गर्नेछौँ भाग्य सम्बन्धी। वास्तवमा भाग्य भनेको के हो त? भाग्य केलाई भन्ने? भाग्य सम्बन्धी नीतिशास्त्रमा केही व्याख्याहरू छन्, म यहाँहरूलाई शास्त्र सम्मत बताउनेछु। नीतिशास्त्रमा व्याख्या भएको छ, उद्योगिनं पुरुष सिंहमुपैति नूनं दैवेन देयमितिका पुरुषा वदन्ति। दैवं निहत्य कुरु पौरुषम् आत्मशक्त्या यत्ने कृते यदि न सिद्ध्यति कोत्र दोष। पुरुषार्थले नै सफलता प्राप्त हुन्छ, मेहनतले नै सफलता प्राप्त हुन्छ। मेहनत गरिएन भने भएको भाग्य पनि निष्फल भएर जान्छ। जस्तै जङ्गलमा धेरै जनावरहरू छन्, तर जङ्गलको राजा सिंह। जनावर आएर मेरो मुखमा पर्यो भने, जङ्गलमा जनावरहरू छन्, आएर मुखमा परेन भने, जङ्गलमा जनावरहरू छैनन् भनेर त्यो जङ्गलको राजा सिंह सुत्यो भने जनावरहरू मलाई खा भन्दै आएर मुखमा पस्छ त? पस्दैन। अनि जब केही खान पाएन, आकुल व्याकुल भयो, दिनभरि सुत्यो, अनि त्यो सिंहले चाहिँ जङ्गलमा जनावर नै रहेनन् भने त त्यो सिंहको मूर्खता हो नि त, जनावरको गल्ती त होइन। यस्तै हामीले उद्योग गर्नुपर्छ, प्रयत्न गर्नुपर्छ, मेहनत गर्नुपर्छ। अनि भाग्यमा छ भने आउँछ, भाग्यमा छैन भने आउँदैन भनेर हामीले चाहिँ चुप लागेर बस्यौँ, यत्न गरेनौँ, प्रयत्न गरेनौँ भने भाग्यमा भएको कुरो पनि प्राप्त गर्न सकिँदैन। भाग्यमा भएको कुरो प्राप्त गर्नलाई पनि उद्योग गर्नुपर्छ, परिश्रम गर्नुपर्छ, मेहनत गर्नुपर्छ। न दैवम अपि सञ्चित्य त्यजेत उद्योगम आत्मनः अनुद्योगेन कस्तैलम तिलेभ्यः प्राप्तमर्हति। दैवले तेलमा तेल त सञ्चय गरेर राखिदिनु भएको छ, तेलमा तेल त छ। अब त्यो तेललाई पेल्दै नपेली ए तेलमा तेलै छैन भने त त्यो व्यक्तिको मूर्खता हो। तिलबाट प्रशोधन गरेर हामीले तेल निकाले जस्तै, तिलमा भएको तेल हामीले मेहनतबाट प्राप्त गरे जस्तै, प्रयत्न गरेर, मेहनत गरेर, पुरुषार्थ गरेर भाग्य प्राप्त गर्ने हो। भाग्य र कर्म भनेको एउटा रथका दुईटा पाङ्ग्रा जस्ता हुन्। किन? भाग्य छैन भने जति मेहनत गरे पनि केही हुँदैन, तर मेहनत गरेन भने पनि भाग्य प्राप्त हुँदैन। यति कुरा जान्नुपर्छ। भाग्यमा भएको कुरो प्राप्त गर्न पनि भण्डारमा राखिएको वस्तुलाई प्राप्त गर्नको लागि, भोजन गर्नको लागि पनि प्रयत्न गरेर त्यसलाई पकाउनु पर्छ, बनाउनु पर्छ, सजाउनु पर्छ। र वास्तवमा भाग्य भनेको के हो? भाग्य भनेकै प्रारब्ध हो के हजुर? हामीले पूर्व जन्ममा गरेको कर्मलाई नै प्रारब्ध भनिन्छ। त्यो प्रारब्धको अर्थ नै हो भाग्य। तसर्थ हामीले भाग्य प्राप्त गर्नको लागि पुरुषार्थ गर्नै पर्छ। पुरुषार्थलाई नै भाग्य भनिएको हो। पूर्व जन्ममा गरेको पुरुषार्थ नै प्रारब्ध हो। वास्तवमा भाग्य शब्दको वास्तविक अर्थ भनेको पुरुषार्थ हो, मेहनत हो, परिश्रम हो। यसका साथसाथमा आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो? यदि मन परेको खण्डमा सेयर गरेर सबै माझ पुर्याउन नबिर्सिनुहोला। र यस्तै अन्य भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई, नवपथ युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला। जय श्री राधे।